भोट कसलाई हाल्नु पर्यो ल भन्नुहोस् त दाइ। माओवादीलाई। भोट माओवादीलाई भोट किन हाल्नु भयो? यी साम्यवादी भनेका पुँजीवादी काला काङ्ग्रेस भन्दा पनि कुख्यात रहेछन् है। अहिले बाबुराम भट्टराईले माओवादीको प्रतिनिधित्व गर्दैन? गर्दैन, कुनैले पनि गर्दैन। अनि भोट के विश्वासले हाल्नुभयो त ल भन्नुहोस्? नेपालमा कम्युनिस्टै छैन। कम्युनिस्टै छैनन्? यी माओवादी प्रचण्ड भन्ने कम्युनिस्ट होइनन्? होइनन्, यी पनि कम्युनिस्ट होइनन्। एमाले झाँक्री काङ्ग्रेस हो, माओवादीहरू पनि कम्युनिस्ट होइनन्, यी पुँजीवादी काला काङ्ग्रेस। अब भनेपछि वैद्यसम्म कि माओवादी हो? होइन, छैन। छैनन्? छैन, नेपालमा कम्युनिस्टै छैन। ए अब भनेपछि अर्को पटक चुनावमा कसलाई भोट हाल्ने त? अब जसलाई हाले पनि भयो, आफ्नो खुसी भयो। हजुर, रुखैमा बजाउने। रुखैमा बजाउने। ए ल ल, भनेपछि बाबुराम भट्टराईले जनताको इच्छा अनुसार काम गरेन? गर्दैन। के कुरा राम्रो गरेन दाइ? यो पुँजीवादी व्यवस्था जस्तो भयो है। भारततिर झुक्ने, अमेरिकासित झुक्ने। हजुर, त्यहाँबाट तिनीलाई गाली गर्ने, तिनीहरूकै बुझी छोड्ने। यिनीहरूको नेतृत्व ठिक छैन। होइन, यी त हामी जनताका प्रतिनिधि, जनता भनेको हाम्रै हो। वैद्य पनि पहिल्यै त्यही भन्थ्यो, अहिले त ऊ झन खराब भएर। अब नेपालमा कम्युनिस्टै छैन। अब राष्ट्रिय जनमोर्चा मसालको मन विक्रम गुटले के भन्छ भने, लो माओवादीले सुस्ता खा भन्छ, उसलाई दिने हो भने यो नेपालै दिन्छ। नेपाल गिर्जाबाबुले विश्वेश्वर कोइरालाले खाएका भन्थे, अहिले त माओवादीले पनि खाए। सबै चाहिने यो राष्ट्रियता छैन। हिजोका पञ्चायती व्यवस्था महेन्द्र राजा ठिक थिए। हजुर, राष्ट्रियता छँदै छैन। पुराना पार्टीमा पञ्चमा एउटा दुईटामा भए मात्रै राष्ट्रियता यो कम्युनिस्टमा र काङ्ग्रेसमा छैन बाबु। अब यो बाबुराम सरकार राम्रो कि ज्ञानेन्द्र सरकार राम्रो त ल भनिदिनुहोस्? मैले त ज्ञानेन्द्र जस्तो राम्रो लाग्यो। किन भन्दा उमा केही राष्ट्रियता, यसो जनतामा केही भावना त छ। राजा नभएसम्म त नेदरल्यान्ड तपाईँ चाहिने जानुभयो, चाहिने बेलायतमा राजा छ, डेनमार्कमा राजा छ। राजा भएको मुलुकमा पनि समाजवाद, राजतन्त्र समाजवाद भनेको हामीले इतिहास विश्वेश्वर कोइरालाबाट पनि पाएको हो। राजै नभएका देशमा गणतन्त्र भनिएको यो बौला गणतन्त्र चाहिएको छैन। राजा सम्मको प्रजातान्त्रिक समाजवाद, राजतन्त्रको चाहिएको छ। भनेपछि योभन्दा अगाडि तपाईँले बाबुराम भट्टराईको सरकारलाई भोट हाल्नुभयो, यसले केही पनि गरेन। यसले केही पनि गरेन। अब बरु योभन्दा त बरु ज्ञानेन्द्र नै ठिक हो भन्ने। ज्ञानेन्द्रले पनि समाजवाद भनिया छन्। अब कमल थापाले पनि समाजवाद भनिया छन्। जस्तै विश्वेश्वर कोइरालाको समाजवाद, प्रजातान्त्रिक समाजवाद भनेको एउटा राम्रो व्याख्या हो। अब गिर्जाबाबुले त्यो प्रजातान्त्रिक समाजवाद पनि खाएको छ। अब बिपीको समाजवादमा हामी पुग्ने लक्ष्य जानुपर्छ भन्ने जस्तो मलाई लाग्छ। अब बाबुराम भट्टराई त भारतीय एजेन्डाको एउटा रको एजेन्डा रहेछ। मनमोहन सिंहको एउटा त्यो मनमोहन सिंह, डाक्टर मनमोहन सिंह भारत प्रधानमन्त्री प्राइम मिनिस्टरको एउटा चेलो भएको हुनाले उसले रिमोट उसका हात आँछ, छोड भने छोड्छ, नत्र छोड्दैन। अब यस्ताको के भर भयो? लो काङ्ग्रेसले नदिनाला बेच्यो भन्थे, उसले त जे पनि गर्ने भयो। अब यो देशमा त केही पनि हुने होला छैन। त्यसो भने अब अर्को पटक बरु रुखलाई भोट हालिन्छ, माओवादी हालिन्छ। म त हिजै नै भनेको थिएँ, म त विश्वेश्वर कोइरालासँग ढाकामा चाहिने भने हो समाजवादतिर लम्किने भनेको होइन सर। तपाईँका उत्तरी धादिङमा त लुटपिट गर्यो, कालो काङ्ग्रेस पस्यो भन्छ नि स्याङ्जा भनेको। मेरो भाइ नै त्यस्तै कार्यकर्ता, त्यस्तै समाजवादमा गएपछि त एउटा बुढी भैँसी पालेर खाने हो बाबु। त्यसमा माउसुतुङले गरेको जस्तै व्यवहार, कालो मासको जस्तो ल्याउने हो। तर यो लडेर जनता मारेर त हुँदैन है भन्नुभएको थियो विश्वेश्वर कोइरालाको। त्यसको नेतृत्वमा हामी जान सक्छौँ। माओवादी भए पनि खाओवादी भए पनि हाम्रो त्यो पहल हो। अब बाबुराम भट्टराईको पनि हामीले हेरियो, वैद्य झन खराब छ। त्यसको कामै नगर्नुहोस्। हामीले राम्रो भनेको मान्छे त खराब भयो भने अरूलाई कसलाई विश्लेषण गर्ने? भनेपछि अब पक्का छ, अब आउने चुनावमा बाबुराम भट्टराईलाई भोट हालिन्न। अब रुखै हो। नेपालमा राजतन्त्रको समाजवाद चाहिन्छ भन्ने कुरो स्पष्ट कुरो जनताले बुझ्दै गयो। यो समाजवाद र राजतन्त्रको समाजवादमा नेपाली काङ्ग्रेस स्पष्ट हुन सक्यो भने समाजवाद एउटा राम्रो खुड्किल्लामा जान्छ जस्तो लाग्छ। अब यसबाट पार हुनुपर्छ। अब साम्यवादको कुरो गर्ने हो भने त यो कम्युनिस्टहरू त धराशायी भए। जनतालाई ढाँट्दै बहुदलीय जनवाद, जनवाद कोही चाहिने रूपन्तर चाहिने के भन्छन् नयाँवादी जनवादी भन्छन्, एक थरी भन्छन् चाहिने लो क्रान्तिकारी जनवाद, क्रान्तिकारी। अर्को भन्छ सिपी मैनाली के भन्छ भने परिवारी नौलो जनवाद भन्छ। 3 थरी 4 थरी जनवाद हुन्छ त एउटै मार्क्सवादको ठेलीमा त। नयाँ जनवादी क्रान्ति आएर साम्यवाद आउँछ भनेर लेखिया छ। अब त्यो छोडिदिएर अन्तै लाएपछि भोटैतिर गएपछि त नेपाली काङ्ग्रेस नै ठिक भयो नि कि राप्रपै ठिक भयो?
अब हामीले त के भन्नु पर्यो, एउटा विपक्षी त हुन्छ कन्जरबाई, अब सोसियलिटी कन्जरबाई भन्छ एउटालाई चाहिँ नि सोसियलिटी डेमोक्रेटिक भन्छ। डेमोक्रेटिक त दुई थरीको हुन्छ, एउटा सोसियलिटी एउटा सोशलिस्ट सोसियलिटी डेमोक्रेसी एउटा कन्जरबाइट भन्छ चाहिँ नि। नेल्सन मण्डेलाको कन्जरबाइट चल्छ भने अमेरिकामा त दुई किसिमको डेमोक्रेट छ। अब डेमोक्रेटमा टेक्ने, अब डेमोक्रेट नै नमान्ने भने त के को राजतन्त्रलाई पनि डेमोक्रेट नै चाहिन्छ। बेलायतमा त्यही देखिया छ। ल दाइ, तपाईँको शुभ नाम चाहिँ के हो दाइ? मेरो नाम नरेश्वर पाण्डे। यो विश्वमै फैलाइदिनुहोस्। अमेरिकाहरूसित पनि यो मान्छेले यस्तो भनेको थियो, यो मान्छे त संसारभरिको टप मान्छे हो भन्ने कुरो मेरो व्याख्या पनि हुन सक्नुपर्छ। यो त समाजवाद विश्वमै हुन सक्छ। ल दाइ है त, धन्यवाद।